नमस्कार। आज म यहाँलाई मौरीबाट उत्पादित पोलन, यो बी पोलन हो। बी पोलन बारे चाहिँ जानकारी दिने गरिरहेको छु। यो पोलन चाहिँ अत्यन्तै पोसिलो पदार्थ हो। यो मौरीबाट उत्पादन हुन्छ। यो दानादार हुन्छ, हेर्दाखेरि दानादार हुन्छ, मेथीका गेडा जस्तो दाना हुन्छ। यसमा प्रशस्त मात्रा भिटामिन, मिनरल, एन्टिअक्सिडेन्ट र इन्जाइम, एमिनो एसिड पाइने भएको हुनाले यो हाम्रो शरीरलाई अत्यन्तै फाइदाजनक मानिन्छ र यो प्राकृतिक फुड सप्लिमेन्टको रूपमा पनि प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ। यसको प्रमुख फाइदा के हो भन्दाखेरि यसको पहिलो फाइदा चाहिँ ऊर्जा, यो शक्ति वृद्धि गर्छ। शक्ति वृद्धि भने यसमा प्रोटिन, कार्बोहाइड्रेट प्रशस्त मात्रामा पोषक तत्त्व पाइने भएको हुनाले यसले चाहिँ भिटामिन बी कम्प्लेक्स प्रशस्त मात्रा पाइएको भएको हुनाले यसले शरीरलाई ऊर्जा प्रदान गर्छ। त्यसैले पहिलो ऊर्जाको स्रोतको रूपमा यसलाई मानिन्छ। अनि त्यस्तै रेसिस्टेन्स पावर वृद्धि गर्छ। शरीरलाई चाहिँ प्रतिरक्षा प्रणाली, कुनै पनि रोग लड्न सक्ने क्षमता, प्रतिरक्षा प्रणालीको वृद्धि गर्छ। यसमा सूक्ष्म खाद्य तत्त्वहरू पाइने भएको हुनाले शरीरमा प्रतिरक्षा प्रणाली मजबुत आउँछ र कुनै पनि रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ। अर्को चाहिँ एलर्जीको विरुद्ध चाहिँ अत्यन्तै उपयोगी हुन्छ। यो पोलेन नियमित थोरै मात्रामा नियमित सेवन गर्दाखेरि कुनै पनि प्रकारको एलर्जी भएको व्यक्तिलाई चाहिँ यसले चाहिँ कम गर्छ, एलर्जी निको हुन्छ। त्यसैले चाहिँ यो डाइजेसन, पाचन प्रणालीमा सुधार ल्याउँछ। यसमा पाचन प्रणालीमा सुधार गर्ने प्रकारको इन्जाइमहरू हुन्छ। त्यो इन्जाइमले गर्दा हाम्रो पाचन प्रणालीमा सहज बनाउँछ र पाचन प्रणालीमा मद्दत पुर्याउँछ। त्यस्तै यो पोलन चाहिँ तपाईँको चर्मरोग, विभिन्न प्रकारका चर्मरोगहरू, मुखको चाउरीपना हटाउनलाई पनि यसलाई घोलेर लगाउँदा चाउरीपना हटाउने, डन्डीफोर हटाउने र अन्य प्रकारका छालाका रोगहरूलाई पनि चाहिँ यसलाई यो उपयोगी मानिन्छ। अनि त्यस्तै यो पुरुष र महिलाहरूको खास गरी प्रजनन प्रणालीमा सुधार ल्याउँछ। प्रजनन प्रणालीले यसमा भएको हर्मोनले चाहिँ के हुन्छ भन्दाखेरि पुरुषको शुक्रको मात्रा वृद्धि गराउँछ भने महिलाको डिम्ब स्वस्थ र चाहिँ नियमित डिम्ब उत्पादन गर्न सहयोग गर्छ। जसले गर्दा यो के हुन्छ भन्दाखेरि पुरुष र महिलाको प्रजनन स्वास्थ्यमा राम्रो उपयोगी मानिन्छ। यो प्रयोग कसरी गर्ने त भन्ने कुरो अहम कुरो हुन्छ। प्रयोग गर्ने तरिका चाहिँ के हुन्छ भन्दाखेरि खास गरी सिधै सेवन गर्न सकिन्छ। यसलाई चाहिँ 1 चम्चा अर्थात् बढीमा 7 ग्रामसम्म प्रयोग गरिन्छ प्रतिदिन। 1 चम्चा, सामान्यतया 1 चम्चा खाली पेटमा, बिहान खाली पेटमा सिधै अथवा पानीसँग घोलेर, थोरै पानीसँग घोलेर प्रयोग गर्न सकिन्छ। त्यस्तै मौरीले आफै पनि के हुन्छ भन्दाखेरि मौरीले आफै चाहिँ महलाई यो पोलेनसँग, परागसँग मिसाएर महरोटी बनाएर आफै खान्छ र चाहिँ उसले कोसौँ कोष हिँडेर विभिन्न प्रकारका पुष्परस र कुटहरू सङ्कलन गर्छ। यसलाई चाहिँ महसँग मिसाएर खाँदाखेरि स्वादमा पनि वृद्धि गर्छ र अतिरिक्त फाइदा पनि, पोलन मात्र फाइदा नकिन यसकोबाट पाइने अतिरिक्त फाइदाहरू पनि लिन सकिन्छ। त्यस्तै दुध अथवा जुससँग मिसाएर पनि प्रयोग गर्न सकिन्छ। अनि त्यसपछि त्यस्तै सुप अथवा कुनै पनि प्रकारका चाहिँ दलियाहरूमा प्रयोग गरेर खाजा नास्ताको रूपमा पनि प्रयोग गर्न सकिन्छ। कुन रोगको लागि उपयोगी मानिन्छ त यो चाहिँ खास यो पोलन रोगको लागि चाहिँ खास थकाइ लाग्ने, विभिन्न प्रकारको मान्छेलाई थकाइ लाग्छ। थकाइ लागिरहने, इनर्जी, ऊर्जा कम हुने व्यक्तिले यो चाहिँ खाने भने शक्ति प्रदान गर्छ र चाहिँ यसलाई उपयोगी मानिन्छ। अनि त्यसै मधुमेह, सुगरका बिरामीहरूले रगतमा चिनीको मात्रा सन्तुलन गरी आउँछ भने चिनीका रोगीले खान पनि यो मद्दत गर्छ। त्यसै हाई ब्लड प्रेसर, उच्च रक्तचापमा
एन्टिअक्सिडेन्ट र चाहिँ अर्को भासोडाइलेटर भन्ने दुईटा चिजहरू हुन्छ यसमा। त्यसको प्रभावले उच्च रक्तचाप घटाउन चाहिँ मद्दत गर्छ। त्यसै पाचन प्रणाली अपच हुने मान्छेहरूलाई विभिन्न प्रकारका पेटका रोगलाई भएका मान्छेहरूलाई मद्दत गर्छ। त्यसै प्रोस्टेट पुरुषको 60 वर्ष पुगेपछि जो पुरुषको प्रोस्टेट ग्रन्थि सुनिन्छ, अब फुल्छ, त्यो वृद्धि हुन्छ, त्यो वृद्धि भएको कम गराउँछ, यसले कम गराउँछ। त्यस्तै एलर्जी कुनै कुनै जस्तो सानो मात्रामा प्रयोग गर्दाखेरि, थोरै मात्रामा नियमित प्रयोग गर्दाखेरि चाहिँ यसले विभिन्न प्रकारका एलर्जी पनि नियन्त्रण गर्छ। त्यस्तै अब लिभरको चाहिँ समस्या भएका व्यक्तिहरूले लिभरलाई चाहिँ सफा गर्छ यसलाई, र चाहिँ लिभर सफा गरेपछि लिभरमा जुन समस्या छ त्यसलाई चाहिँ सुधार गर्न सकिन्छ। यी सुधार गर्न सक्ने हो भने लिभरका रोगीहरूलाई पनि यो अत्यन्तै फाइदादायक पाइन्छ। नियमित यसको सेवन गर्दाखेरि लिभर पनि फाइदा गर्छ। त्यसै प्रयोग गर्न नसक्ने अवस्थाहरू पनि हुन्छन्। कुनै अवस्थामा प्रयोग गर्न सकिन्छ। कुनै व्यक्तिहरूलाई यो खाँदाखेरि एलर्जी हुन्छ। अघि मैले भने जुन एलर्जीलाई फाइदा गर्छ पनि भने कोही व्यक्तिहरूलाई 100मा 1 व्यक्ति अथवा 2 व्यक्ति कसैलाई यो खाँदाखेरि चाहिँ एलर्जी देखा पर्छ। त्यो एलर्जी देखा परेको व्यक्तिले थोरै खाएर टेस्ट गरेर अनि त्यसपछि यसको नियमित प्रयोग गर्नुपर्छ। नत्र भने यसले एलर्जीलाई असर गर्छ। एलर्जी देखिने मान्छेहरूलाई पोलन एलर्जी भन्छ। यसलाई चाहिँ पोलन एलर्जी भएको व्यक्तिले चाहिँ यो खानु हुँदैन। त्यस्तै गर्भवती महिलाहरूले पनि यो गर्भवती महिलाले कति खानु हुन्छ हुँदैन भन्ने विषयमा पर्याप्त अनुसन्धान भइसकेको छैन। त्यसरी यसलाई गर्भवती महिलाले चाहिँ खान सिफारिस गरिँदैन। त्यस्तै स्तनपान गर्ने महिलाले पनि यो खाना त्यति राम्रो मानिँदैन। यो बच्चामा नै जान्छ। बच्चालाई यसको प्रयोग सामान्यतया नगर्ने सिफारिस गरिएको छ। बच्चामा पनि जाने, स्तनपान गर्ने महिलासँग बच्चामा पनि जाने भएको हुनाले यसको प्रयोग चाहिँ स्तनपान गर्ने महिलाले पनि प्रयोग गर्नुहुन्न। त्यस्तै कोहीको रगत नरोकिने ब्लिडिङको समस्या भएका मान्छेहरू हुन्छन्। ब्लिडिङको समस्या भएका मान्छेहरूले चाहिँ यो खाँदाखेरि चाहिँ रगत अरू पातलो बनाइन्छ। अरू पातलो बनाउनु हो भने यसको प्रयोग चाहिँ नगर्न चाहिँ सिफारिस गरिएको छ। त्यस्तै दमका रोगी जसको एक्जिमा हुन्छ, त्यो दमका रोगीहरूले पनि यसको प्रयोगले दम अरू वृद्धि गर्न सक्ने प्रयोग गर्न हुँदैन भनिएको छ। यसरी कुन व्यक्तिले प्रयोग गर्ने, कुन व्यक्तिले नगर्ने, कसले कति मात्रामा खाने भन्ने बारे मैले यहाँहरूलाई जानकारी गरेँ। यहाँहरूले यो पोलन चाहिँ हामी कहाँ उपलब्ध छ। कोही पनि त्यस्ता इनर्जी दिने व्यक्ति चाहिएको व्यक्तिहरूले अथवा यी मैले भनेका फाइदा लिन चाहने व्यक्तिले चाहिँ मसँग सोझै सम्पर्क गर्नुहुन चाहिँ गरेर भरपुर फाइदा लिनुहुन चाहिँ यहाँहरूलाई अनुरोध गर्छु। यो अनुरोध गर्छु। मेरो ठेगाना चाहिँ जयबुद्ध एग्रोटेक भरपुर 7 चितवन। मेरो फोन नम्बर 9851154914 हो। यहाँहरूले यो पोलनको सेवन गरी भरपुर फाइदा लिनुहुन चाहिँ अनुरोध गर्छु। नमस्कार।